राम्रो नाच्छ उसलाई पुरस्कार छ हे ल हे चला ह्यापी होली हजुर नाचिन्छ कलाई थाहा छ कति दिन बाँचिन्छ बाँचुन्जे लगाइन्छ हजुर नाचिन्छ झल्को आउँछ यो आधी खोलाको डाँडै बसी मायाले बोलाको झल्को आउँछ त्यो आधी खोलाको डाँडै बसी मायाले बोलाको नाच्यो झिकै नाच्यो पार्वतीकोमा नाच्यो ल ल हे गौरीजी नाच्यो भने पुरस्कार पाइन्छ मनोज सर पनि नाच्नु होला है ल पुरा हजुरका चाहना यो होलीको छ शुभ हजुरका मना पुरा हजुरका चाहना यो होलीको छ शुभ हजुरका मना झल्को आउँछ त्यो आधी खोलाको डाँडै बसी मायाले बोलाको झल्को आउँछ त्यो आधी खोलाको डाँडै बसी मायाले बोलाको झल्को आउँछ त्यही आधी खोलाको डाँडै बसी मायाले बोला डाँडै बसी मायाले बोल नहीं बसना खोजा यहाँ रोना
झर्ने सँगै ओह्रालो तिमी र म घुम्न जाउँ न धन्यवाद। अब यो सँगै गीत भयो, डान्स भयो, अब एउटा गजल पनि सुनाऊ है त। ए ल ल हजुर, पक्कै पनि उहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद। जयन्तीजीले भनिसक्नु भएको छ अबको प्रस्तुति हाम्रो गजलको प्रस्तुति रहनेछ, त्यसपछि फेरि नृत्य, त्यसपछि गायन रहने नै छ। यसै बीचमा हामीलाई कर्णाली प्रदेश समाज दक्षिण कोरियाबाट 51,000 वन सहयोग प्राप्त भएको छ भने लोकदोरी प्रतिष्ठान दक्षिण कोरियाबाट पनि 51,000 वन सहयोग प्राप्त भएको छ। यसका लागि यहाँहरूलाई म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रममा उपस्थित हुनुभएका यहाँहरू सम्पूर्णलाई म फेरि पनि जानकारी गराउन चाहे। धेरैजनाको निधार मैले खाली देखिरहेको छु। तपाईँहरूले रङ लिएर, होलीका टी सर्ट लिएर रमाइलो गर्नुहोला। पानीपुरी, चटपटे लगायत चिया पनि छ हामीसँग, सेलरोटी पनि छ। तपाईँहरूले भोक लागेको छ होला, त्यो लिएर ग्रहण पनि गर्न सक्नुहुन्छ भन्दै अबको लागि भने स्टेजमा आमन्त्रण गर्न चाहन्छु रविन्द्र बहादुर साईज्यू। हेलो। जहिले धक 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 गर्छ मुटु भित्र भित्रै खन्ने के छ। जहिले धक 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 गर्छ मुटु भित्र भित्रै खन्ने के छ। बाहिर केही देखिँदैन, जे बनायो बन्ने के छ। जहिले धक 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 गर्छ मुटु भित्र भित्रै खन्ने के छ। बाहिर केही देखिँदैन, जे बनायो बन्ने के छ। वर्षा नामकी मैसाबले त जिन्दगीभर आगो लाउँछे। वर्षा नामकी मैसाबले त जिन्दगीभर आगो लाउँछे। शान्ति नामकी श्रीमतीले शान्ति दिन्छ भन्ने के छ। वर्षा नामकी मैसाबले त जिन्दगीभर आगो लाउँछे। शान्ति नामकी श्रीमतीले शान्ति बनाउँछ भन्ने के छ। हस्, धन्यवाद सञ्चालकज्यू। विशेष गरी आजको यस होली महोत्सवमा मलाई एउटा
All of you guys है तपाईहरुलाई एकदमै धन्यवाद छ मेरो सालीहरु पनि देखिरहेको छु सालाहरु पनि देखिरहेको छु है म पनि बागलुङतिर चाहिँ यो झेमु भन्दो रहेछ है 35 वर्ष पुग्दाखेरि पनि बिहा नगर्नेलाई झेमु भन्दो रहेछ है आ सुड्डो त हैन बिहा गरेकोलाई सुड्डो हो हैन मलाई पनि कतिपय साथीले जिस्काइराख्नु भएको छ है त्यही भित्र म पनि पर्छु अनि बिहा नगरेको कसरी साली भयो त है त्यसै ल अहिले यसलाई वान्स मोर भन्नु भएको समय एकदम कम छ है ल ओके मेरो ओके म एकदम समयभन्दा माथि कोही छैन है ल एकचोटि दुर्गेश थापा गीत अघि बजिसकेको छ है
ल यति बेला भने मैले मेरो प्रस्तुतिलाई छोट्याउँदै तपाईँहरू सबैजनाले इन्जोय गरिदिनु भएको छ। तपाईँहरूलाई लाखौँ लाख करोड करोड अझै फुलेर तपाईँको जिन्दगी अझ रङ्गिनमय अझै फुलोस् होइन। कोरियामा हुनुहुन्छ आर्थिक रूपमा पनि तपाईँको समृद्धि रहोस्। संयमित भनौँ नेपाली कार्यक्रमहरू हरेक कार्यक्रम सफल हुनुपर्छ। तपाईँको उपस्थिति महत्त्वपूर्ण छ र म पनि उपस्थित हुने प्रतिबद्धता जाहेर गर्दै यो कार्यक्रम एकदम सफल भएको छ। मेरो यो समयलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु आयोजकप्रति यो समयको लागि। थ्याङ्क यू सो मच अल अफ यू। ह्याप्पी होली गाइज, अल अफ यू। थ्याङ्क यू हजुर, धेरै धेरै धन्यवाद।